हेलो एभ्रिवान, वेलकम छ मेरो डेली ब्लगमा। मेरो छोरा चाहिँ सुतिरहेछ। राति लेटमा सुतेको थियो, उठ्नै भएको छैन। म चाहिँ यहाँ मर्निङमा उठेर पानी पिउँदैछु। अनि छोरा चाहिँ बल्लै उठ्यो, 9:30 बज्यो। अनि उठेर डाइरेक्ट उसको पापाले खोज्दैछ। उसको पापाले चाहिँ डाइपर खोलिदिँदैछ। राति उसको दिदी र ऊ खेली एकदमै लेटमा सुतेको थियो। अनि त्यही आज एकदमै डेरीमा उठिराखेको छ। सिधा उठेर पापा खोजिरहेछ। अनि हाम्रो नास्ता भयो रेडी। आज चाहिँ बहिनीले के बनाएछ भन्दाखेरि घुगुनी बनाउनु भएछ। अनि रोटी बनाएछ, घिउ रोटी बनाएछ। अनि बाबुले म पनि खान्छु भन्दैछ। उसको लागि चाहिँ म अलग्गै बनाइदिएको छु खिचडी। अनि रोटी खाँदा हुन्छ भन्दैछु, म ऊ पनि खान्छु भन्दैछ। अनि हामी नास्ता खाँदै थियौँ। ऊ चाहिँ तल एकछिन खेल्दै थियो, गाडीले आँखामा लागेछ। अनि साह्रै गरी लागेछ, रुन्दैछ। अनि मैले चाहिँ एकछिन बाहिर लैजानु, घुमाएर ल्याउनु भनेर मैले बाउ छोराले पठाएँ। अनि म चाहिँ यहाँ बाथरुम सफा गर्दैछु। बाथरुम गन्दा भइरहेको थियो, एकदमै गन्दा भएको थियो। मैले चाहिँ बाथरुम सफा गर्दैछु। छोरी पनि स्कुल गयो। अब एकैचोटि उसको चाहिँ 1 बजी छुट्टी हुन्छ। अनि छोरा आयो, म चाहिँ उसले नुहाइदिँदैछु। नुहाउनु पनि मान्दैन, ऊ खालि पानी खेल्नु खोज्छ। अनि म पनि नुहाएर निक्लिएँ। छोरा अहिलेसम्म निक्लिनु भए छैन, देख्न सक्नुहुन्छ होला। म चाहिँ जिउ पखाएर निक्लिएँ। अहिलेसम्म पनि आएकै छैन छोरा। आइज भनेको सुन्दैन। ऊ चाहिँ पानीमा मजाले खेलिलिन्छ अनि मात्रै उसको आफ्नो मनले आउँछ। मैले चाहिँ उसलाई जस्तो तस्तो फकाएर बिमार हुन्छ, नत्र चिप्स जुस किनिदिन्छु ल बाबा भनेर मैले फकाएर ल्याएँ। अनि आयो। अनि म क्रिम लगाइदिँदैछु। क्रिम लाउनु पनि मान्दैन, एकदमै फकाउनु पर्छ केटाकेटीहरूले। चिसो हुन्छ न के हुन्छ, क्रिम पनि लाउनु मान्दैन। अनि फकाइ मैले लगाइदिएँ। म चाहिँ सुकाउनु लागेछ कपडा। आज चाहिँ एकदमै चर्को घाम दिएछ। बिहानै एकदमै चर्को घाम दिइरहेछ। साथीहरू, गरम सिजन पनि आयो। म चाहिँ कपडा सुकाउँदैछु। अनि छोराले नुहाइधुवाइ गरेर म चाहिँ यहाँ जुस दिएँ। उसलाई म जुस दिन्छु भनेको थिएँ। अनि म चाहिँ यहाँ बाहिर एकछिन खेलाउँदैछु। छोराको साथी छैन, म खेलाउँदैछु। मम्मीले खेलाउनु हुँदैछ निगुरो। अस्ति नै बुढाले ल्याएको थियो। अनि मम्मीले खाइहाल्नुपर्छ, फेरि धेरै दिन राख्यो भने कालो हुन्छ भनेर खेलाउनु हुँदैछ। म चाहिँ अब दाल बनाउनु लागेको छु। कालो दाल र मुसुर दाल मिक्स गरेर बनाउनु लागेको छु मैले। अनि म चाहिँ दाल यस्तो बनाउँछु, बोइल सबै टमाटर एकैसँग लगाएर। अनि म चाहिँ यो धुएँ, सब्जी धुएँ। अनि यहाँ सानोखाले आलु पनि धुलाएँ। अनि यो चाहिँ टमाटर सानोखाले, अदरक र लसुन पनि मैले कुटेको छु। अनि मैले चाहिँ कराहीमा मैले तेल सबै एकैसँग लगाइदिएँ। अनि आलु देख्नुहुन्छ होला, एकदमै ठुल्ठुलो देख्दैछ, तर एकदमै सानो थियो। मलाई काट्नु एकदमै अल्छी लाग्यो। अनि मैले चाहिँ गोटो नै हालिदिएँ। मोबाइलमा चाहिँ एकदमै ठुलो देखिरहेको छ, तर सानो छ। अनि मैले टमाटर पनि यहीँ हालेर मजाले चलाएँ रातो हुने गरी। अनि यहाँ चाहिँ एकदमै आलु पाक्ला जस्तो भयो। त्यसको माथि पहिले लगाइदिएँ निगुरो। अनि निगुरो चाहिँ यस्तोले चलाउनु पर्छ। अनि छोप्नु हुँदैन, छोप्यो भने फेरि पानी निक्लिन्छ। अनि म चाहिँ यहाँ अब चटनी पिस्नु लागेको छु। धनियाँ निकाल्दैछु। म चाहिँ धनियाँ यसरी धुलाएर राख्छु। अनि निकाल्दाखेरि एकदमै सजिलो हुन्छ। यसरी डब्बामा राख्छु म चाहिँ। अनि भुत मिर्चा, धनियाँ, अदरक, लसुन लगाएर म चाहिँ चटनी बनाउनु लागेको छु। चटनी के को बनाउनु लागेको छु साथीहरू हेर्नु होला। म चाहिँ चटनी किनेमाको बनाउनु लागेको छु। एकदमै मिठो लाग्छ। यो अस्ति नै भाइले ल्याएको थियो। यो चाहिँ अरुणाचलमा मात्र पाउँछ, यहाँ पाउँदैन। अस्ति नै भाइले ल्याएको थियो। अनि त्यसकै चटनी बनाउनु लागेको छु मैले आज। सब्जी भयो रेडी, एकदमै राम्रो भएछ। सुक्खा भएको छ, मैले जसरी बनाउन चाहेको थिएँ त्यसरी नै भएछ। एकदमै सुक्खा भएछ, मैले छोपेको थिइनँ नि। अनि मेरो अचार पनि भयो रेडी। अब खाना खाने हो। खानासाना खाएर म चाहिँ यहाँ बाबुसित एकछिन खेल्दैछु, सुताउनु कोसिस गर्दैछु। सुत्दै छैन। उसको पापाले उसले चिप्स ल्याइदिएको थियो, त्यो खाएर मात्र सुत्ने भन्दैछ। म चाहिँ अहिले खाना खाइरहेछ, भरे उठेर खानु भनेको मान्दै छैन। ऊ चाहिँ चिप्स खाएरै सुत्ने भन्दैछ। अनि म चाहिँ बाबुको सुताउनु टाइम भयो। अनि साथी, आजको लागि यति नै हो। भोलि फेरि भेट हुनेछ तपाईँहरूसँग।